हरेक वर्षको सुरुवातसँगै इन्टरनेटमा एउटा नाम एकदमै भाइरल हुन्छ। बाबा वाङ्गा। विश्वयुद्ध, एलियनसँग भेट, विनाशकारी प्राकृतिक प्रकोप, उहाँसँग जोडिएका भविष्यवाणीहरूले हाम्रो मनमा एउटा कौतूहलता र अलिकति डर पनि पैदा गर्छन्। तर बाल्कनकी यी आँखा नदेख्ने महिला आखिर को थिइन्? अनि के उहाँका यी डरलाग्दा दाबीहरूमा अलिकति पनि सत्यता छ त? ल आउनुहोस्, आज यही रहस्यको पर्दाफास गर्ने कोसिस गरौँ। सबैभन्दा पहिले आउनुहोस् सिधै कुरा गरौँ सन् 2026का लागि गरिएका ती सनसनीपूर्ण भविष्यवाणीहरूको बारेमा, जसले हरेक वर्ष इन्टरनेटमा तहल्का मचाउँछन्। पहिलो र सायद सबैभन्दा डरलाग्दो भविष्यवाणी, तेस्रो विश्वयुद्ध। दाबी अनुसार यो युद्ध सन् 2026को वसन्त ऋतुमा सुरु हुनेछ र यसको कारण पूर्वमा बढ्दो तनाव हुनेछ। अनि त्यसपछि आउँछ त्यो कुरा जसको चर्चा आजकल जताततै छ, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई।